हो यो त कता हो कता हो मलाई त डर लाग्यो यहाँदेखि त जानु उता छोड्नु त ल दाजुले बाटो छोड्छ नि त मलाई चाहिँ डर लाग्यो यहाँबाट जान है ल श्यामराना हाम्रो गाउँमा आउनै पर्छ तिमीलाई त एउटा न एउटा मेला पारेर बोलाउन भनेको पोहोर परारबाट अहिले दसैँको उसमा सीता गुफामा कार्यक्रम गर्ने हो त्यहाँ आउनै पर्छ भनेर यसै उहिलेदेखि फोन गरेर बोलाउनु हुने हाम्रो अमर गुरुङ दाइ प्रति सम्मान व्यक्त गर्न चाहन्छु। दाइ कति जानुभयो Where are you? हेलो गाइस वेलकम ब्याक टु माई युट्युब च्यानल। आई होप तपाईँहरू सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै छु। अनि आज चाहिँ धेरै दिनपछि भ्लग ल्याउँछु भन्दै टाइमै नमिलेर होइन आज चाहिँ बल्ल टाइम मिलेको छ। आज चाहिँ म एकदम ठुलो मेला सीता गुफा मेला जाँदैछु। त्यहाँ चाहिँ एकदम ठुलो गुफा रहेको छ होइन। म तपाईँहरूलाई त्यहाँ गुफामा गएर चाहिँ पुरै देखाउने छु के कस्तो होइन। त्यो चाहिँ एकदम दुर्गम ठाउँ भएको हुँदा चाहिँ अहिले खासै मिडियामा आउन सकेको छैन। म चाहिँ तपाईँहरूलाई पुरा देखाउने छु र बाँकी म गुफामा गएर तपाईँहरूलाई भेट्छु गाइस। हेलो गाइस म चाहिँ एकदम फाइनली होइन सीता गुफा आइसकेको छु होइन। यहाँ चाहिँ मेरो धेरै साथीहरू हुनुहुन्छ सबैजना यहाँ टिकट किन्दै हुनुहुन्छ। अब चाहिँ फाइनली हामी चाहिँ यो सीता गुफा छिर्दैछु पुरा देखाउँछु तपाईँहरूलाई। टिकट कति हो अरे टिकटको मात्र 20 रुपियाँ है, मात्र 20 रुपियाँ एकदम सस्तो छ। यो गुफा चाहिँ एकदम ठुलो लामो होइन नेपालकै अब टप भनौँ न होइन यतिको गुफा कहीँ छैन। टप भने एसियाकै टप गुफा अब हामी छिर्दैछौँ गाइस। लाइट सिस्टम झन् 11-12 छ के दाजु टिम सबैको टिम सबै हो कि ल भित्र छिर्नु है। ल कति रुपियाँ काटेर 20 रुपियाँ सर रमाइलो छ गुफा। ल यो चाहिँ ट्याग यहाँ चाहिँ होइन गुफाको सिस्टम है। ट्यागका भोलिन्टियर कार्ड हजुर मेरो भतिस। ल कति वर्षपछि रे भतिस? long time 14 years कति 11 वर्षपछि चाहिँ हामी त्यहाँ लाइट छैन त के चस्मा लगाएर अँध्यार दिएको चस्मै खोल्नु पर्ला जस्तो लाग्यो दाजु। ल चुरुट निकाल्नु दाजु। यही राख्ने लाइटहरू लाइट छैन भित्र ए ल लाइट सिस्टम है ट्याक्क लाएर सर यो चाहिँ है। ल हेर्नुहोस् है गाइस है यति राम्रो गुफा होइन यति ठुलो छ कि यहाँ चाहिँ यति सानो अहिले यति राम्रो व्यवस्था। ल यति अँध्यारो हो यहाँ जतिसम्म अक्सिजन पाइन्छ त्यतिसम्म जान सकिन्छ है गाइस। ल आमा हो यो गुफा चाहिँ भूकम्प जाँदा पनि केही भएन कि यति बलियो होइन यति होइन कडा ढुङ्गाले बनेको ट्याक्क लाएर डेटिङ हो क्या गुफामा त। ल अब चाहिँ यहाँबाट हेर्नुहोस् है गाइस होइन ट्याक्क लाएर चाहिँ यहाँ चाहिँ अलि दाजु ए ल लाइट यहाँबाट चाहिँ लाइट छैन क्या। ल गाइस यहाँबाट चाहिँ लाइट छैन है लाइट सिस्टम अब यहाँसम्म रहेछ ट्याक्क। अब यहाँबाट चाहिँ लाइट बाल्न अक्सिजन कमी भयो जस्तो छ कि मलाई। ल अब दाजु यहाँ त लाइट सिस्टम है अब चाहिँ यहाँ ट्याक्क ल दाजु बत्ती बाल्नुहोस् है। हाम्रो सुन्दर भाइ छिरिरहेछ है। ल यहाँबाट चाहिँ हेर्नुहोस् है यहाँबाट कोर्लिङ फौजी सिस्टम हुन्छ ट्याक्क लाएर ओहो
कता हो यो त कता हो कता हो आमा मलाई त डर लाग्यो यहाँदेखि त जानु उता हे आमा हो है त्यो भूकम्प आएर यही थुन्ने भने ल गाइस है यति हेर्नु त यहाँ बच्चाहरू आमामा बत्ती बाल्दिने ल यत्रो नानी किन आएको त यत्रो गुफा छोड्नु त ल दाजुले बाटो छोड्छ नि त मलाई चाहिँ डर लाग्यो यहाँबाट जान है छिर्छ नि दाजु यहाँबाट उता ठुलो छ नि यति छ सानो अनि फेरि कत्रो छ यति हो सानो अलि सबै ठुलो हो क्या यत्रै हो यत्रै पछाडि जान्छ मलाई त अक्सिजन कमी डर पो लाग्यो त ए यत्रो चरा हेर अक्सिजन कमी हेर्नु चाहिँ फेरि अलिकति लोकलिटी मान्छे चाहिँ फेरि भित्र ल हिँड्नुहोस् त ल अलिक कपडा फोहोर हुने भयो है कपडा बाहिर राखेर आउनु न यो ज्याकेटहरू बाहिर राखेर आउनु न कति लामो छ यो यति सानो चाहिँ उतिसम्म हो क्या त्यो ढुङ्गादेखि नि योबाट कुनाबाट अलिक म चस्मा नि फुकाल्छु यार ल लाउँदैन नानी एकचोटि छिर्छु नि पुरा भ्लगमा देखाउँछु कि मैले अगाडि कोही गएको छ र कोही गइसकेको ल आउँछ त अगाडि लाइट बाल्ने एकजना हजुर ल गाइस है यहाँबाट चाहिँ म छिर्नु आँटिसकेँ एकजना लाइट बाल्नु पर्छ अगाडि गएर ल अलि अक्सिजन ल गाइस त्यहाँबाट चाहिँ सकेन अब अक्सिजनको कमी ल हेर्नुहोस् यति ठुलो होइन ट्याक्क चट्टानले कसरी बनेको हो एकदम पक्का ट्याक 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 यहाँबाट चाहिँ दुलो यत्रो अँध्यारो ल यो गेट चाहिँ पहिला थिएन है अहिले चाहिँ ट्याक्क गेट पनि सिस्टम राम्रो बनाएको छ ट्याक्क यो मन्दिर हर वर्ष चाहिँ यो मन्दिरमा चाहिँ पूजा गरिन्छ यो मन्दिर ट्याक्क मेला आज त दिनमा यहाँ चाहिँ भलिबल हुँदैछ ल हेर्नुहोस् त जाँडाहरू मान्छे ट्याक्क यस्तो पसिना आमामा हेर्नुहोस् अब त यहाँबाट फिर्यो फेरि फेरि टिकट काट्नु छ माथिसम्म जानु मान्छे होइन भइसक्यो यता त फोटो हान्नुपर्छ होला है ट्याक्क लाएर हेर्नु चाहिँ गुफामा चाहिँ यति धेरै मान्छे हुन्छ यो त अब 2-3 दिनको मेला हो हिजोबाट चाहिँ सुरु भएको भोलिसम्म हो लास्ट डे चाहिँ भोलि हो भलिबल कहिलेबाट स्टार्ट हिजोबाट स्टार्ट भएन स्टार्ट भएको छैन यो हल्का सोमा छ यो सोमा छ भोलिबाट फेरि अहिले उद्घाटन हुन्छ एकछिनपछि त हिजो पनि यति नै मान्छे थियो होला होइन थिएन ल गाइस है ट्याक्क मन्दिर पनि ल यहाँ चाहिँ राष्ट्रिय कलाकारहरू आउँदै हुनुहुन्छ को रहेछ सबिना बुढा मगर सञ्जय गुरुङ श्याम राणा जालुमाया गुरुङ त्यो स्टिकर चिन्ने मेरो भतिजा अब के होइन अब एज सिनियर होइन ट्याक्क लाएर 4-4 डबल लोकेसन पनि हुन्छ नि त नम्बर 4 अगेन 4 ए ल नाइस है 50-50 ओके ए हामी अझ प्रफिटमा छ केटा हेलो
हजुर हजुर को बोल्नु भएको ए पर्यो अझै 11 है ल दामी ल लकी हजुर को बोल्नु भएको हेलो ए 6 4 है पर्यो ल हजुर को बोल्नु भएको तपाईँ को हो भनेको हजुर को हो नि नम्बर 3 है ल हो आना पो कहाँ त्यो लुगामा हान्दै क्या होइन त्यो अझै रिट्राई रिप्ले नाउ है ल यार लकी म्यान बिरुजोले है लास्ट ओके ओके कहाँ त्यहाँ नम्बरै छैन यार ल अङ्कल ल ल ल वी आर लकी ह्यान्ड नाउ लेट्स डु पर्यो दामी ल लकी 7 ल अन्तिम ओके ल 6 दुईले जमाउँछ लाउनु ए नाउ विनर है लेट्स नाउ विनर नाउ सेटिस्फाइड है ऑल गाइज ह्याप्पी नाउ नो ल गाइज यहाँ चाहिँ ट्याग कलाएर रिङ खाला है आम्मामा भोलिन्टियर नानीहरू त माइक ल ल्याउनुहोस् त हानमै ल ल ल यति खै खुल्ला ल्याउ त 50 खुल्ला ल्याउनु यहाँ के कहाँ साइडहरू लागेको मेलामा यतिरमा हेर्नु टिक्क परेको ल ल यसको कति आउँछ ए यताबाट होइन म त यहाँ कति नजिक भनिरहेको ल झुक्केछ ट्याक्क लाएर यताबाट ल म चाहिँ हान्न जाँदैछु है के छ म भयो 1 हप्ता निम्बु पानी गाइस आज 5 लाख में टैग 32 विनर 32 गाइस फाइनल handsome boy केही रकमहरू ल्याउन सफल भएको थियो
मात्रै रकम आउँदाखेरि हामीले एउटा प्रत्यक्षलाई बनाउन सफल भयौँ उनीहरू एउटा रेलिङको चाहिँ पदमार्ग बनाउन सफल भयौँ तर हामीलाई फेरि पछिको चाहिँ आँसु परिरहेको छ र मलाई लाग्छ हेलो गाइस, म चाहिँ फाइनली घर आइसकेँ है। त्यहाँको नाइटको भ्लगहरू हाल्न पाएन किनकि मोबाइल अफ भएको हुँदा चाहिँ पुरै भिडियो हाल्न सकेन। त्यही भएर म चाहिँ अहिले घर आइसकेँ। मेरो भिडियो पुरा हेरिदिनु होला, माया गरिदिनु होला है त गाइस।